सिनोपा वडा नम्बर 4 म चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल त्यसको चाहिँ 50% भूभाग मेरो आफ्नै वडाको परेको हुनाले चाहिँ मैले चाहिँ जनप्रतिनिधि साथीहरूको इसारामा पनि यसो बोल्न इच्छा राखेँ। खास गरी यो हामी भनेछौँ आन्दोलन भन्ने कुरा के आन्दोलन गर्ने त कसरी विगतको दिनमा हामीले आन्दोलन गरेर उद्योगी व्यवसायी यहाँका जति पनि सर्वसाधारण जनसमुदाय जम्मै लागेर आन्दोलन गर्यौं, तर आन्दोलनमा हामी सफल भयौं त नसकेन, विफल भयो। हामी विफलता त्यहाँ हासिल भयो। आन्दोलन हामी गर्न भन्छौँ, उद्योगी व्यवसायी हामी सबै जान्छौँ भन्ने कुरा हामी धेरै गर्यौं यहाँ, तर हामी उद्योगी व्यवसायीले आन्दोलन गर्नुभन्दा पहिला यहाँ नेतृत्व गर्ने नेताहरूले आन्दोलन गर्नु पर्यो के मैले जाने कुरा। सिद्धार्थ नगरपालिकाको सम्पूर्ण जनप्रतिनिधि टिम र तपाईको चाहिँ यस रूपन्देही जिल्लामा 16 वटा पालिकाका सम्पूर्ण नगर प्रमुखज्यूहरू, उपप्रमुखज्यूहरू र उहाँहरूलाई बोलाएर हाम्रो नगरपालिकाले मैले मेयर साहबले एउटा सुझाव दिन्छु, म एउटा यहाँ प्रवक्ताको हैसियतले पनि मेरो दायित्व पनि भन्छ कि सम्पूर्ण नगर प्रमुखज्यूहरूलाई, उपप्रमुखज्यूहरूलाई बोलाएर, प्रमुख प्रशासकीय सरलाई बोलाएर तपाईले चाहिँ एउटा सुझाव सल्लाह गर्नुहोस् उहाँसँग। हामी एक्लैले लडेर मात्रै चाहिँ यो जनयुद्ध चाहिँ जित्न सक्दैनौँ, सबैको सहयोग चाहियो। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई बोलाएर उहाँहरूसँग सल्लाह सुझाव गरौँ। सल्लाह सुझाव गरिसके बापत उद्योगी व्यवसायीले त्यो कम्प्लेट चाहिँ यो सुचारू हुनुपर्छ उठाउनु भन्दा पहिला चाहिँ जनप्रतिनिधिले यहाँको नेताले उठाउनुपर्छ क्या पहिला, बल्ल सफल हुन्छ। किन भन्दाखेरि चाहिँ हामी चाहिँ ठुल्ठुलो भाषण गर्ने, नेता बन्ने, काम नगरिदिने, त्यसरी चाहिँ गैर जिम्मेवारी अब जनप्रतिनिधि पनि बन्न पाउँदैन। प्रदेशको कुरा आयो, यहाँ प्रदेशको हाम्रो एमालेका अध्यक्षज्यूले कुरा राख्नुभयो कि प्रदेशलाई चाहिँ जिम्मेवारी दिए राम्रो हुन्छ भन्नुभयो। ठिक छ, हामीले के भन्छौँ, प्रदेशलाई जिम्मेवारी दिनै पर्दैन, नगरपालिकाले जिम्मेवारी लिनै पर्दैन। मैले जाने कुरा है, अलिकति म स्पष्ट बोल्छु, साथीहरूलाई चोट पुग्न जाला, तर चाहिँ म पहिला पनि भन्थे, आज पनि भनेको छु कि पार्टी भन्दा माथि उठेर काम गर्ने हो भने हामी जहाँ पनि सफलता चाहिँ हामी हासिल गर्छौँ, कुनै पनि व्यक्तिले। अब यहाँ मुख्य कुरा के हो भन्ने कुरा चाहिँ यो देशमा सरकार भनेको चाहिँ 2/3 सरकार अहिले एमाले र कांग्रेसको छ। सौभाग्यशाली हाम्रो नगरपालिका कि एमालेको उपप्रमुख हुनुहुन्छ भने कांग्रेसको हामी प्रमुख पाएका छौँ। हामी त पहिला यहाँ हुने हो नि त, यहाँहरूलाई बोकेर जाउँ, केपी बासँग बस्ने हो कि देउवाजीसँग बस्ने हो, कोसँग बस्ने हो, त्यो विषयलाई लिएर तपाईहरूले त्यो वातावरण सृजना गरिदिनु पर्यो। श्रीमान, त्यो वातावरण तपाईहरूले बनाइदिनु पर्यो। किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ हामी अब दलीय हिसाबले भन्ने हो भने हामी सहयोग गर्न तत्पर छौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कन्दामा कन्दा, कदममा कदम मिलाउन चाहिँ एकदम तयार छ। तर देशमा 2/3 सरकार र त्यसमध्ये पनि त्यही 2/3 बहुमत पुगे मध्येका 2 जना हाम्रो अभिभावक, उपप्रमुखजी एमालेबाट र प्रमुखजी हाम्रो चाहिँ नेपाली कांग्रेसबाट। ल लागौँ न त हामी, अरू पनि विभिन्न पालिकामा कांग्रेस र एमाले त जितेका छ, कुनै जितेका छ त्यति 2टा पालिका मात्रै हो त, सबै एक ढिक्का हुनु पर्यो के। अस्ति मैले चाहिँ पोहोरमा बोल्दाखेरि चाहिँ पार्टी भन्दा माथि आऊ, पार्टी भन्दा माथि आऊ, सेम कुरा आयो त। मैले मेरो पार्टी भन्ने, उहाँले आफ्नो पार्टी भन्ने, उहाँले आफ्नो पार्टी, यसरी चल्दैन भने यसलाई चाहिँ स्पष्ट धारणा हामी चाहिँ इमानदार भएर लागेर चाहिँ हामीले पार्टीलाई होइन कि अब अन्तर्राष्ट्रिय विमानस्थललाई चलाउँछौँ भन्ने मूल यो नारा समातेन भने हामी सफल हुँदैनौँ जस्तो मलाई लाग्छ। उद्योगी व्यवसायी साथीहरूले निकै नै राम्रो कुरा राख्नुभयो। यसमा मैले एउटा कुरा के थप गर्न चाहन्छु त, यदि चाहिँ केन्द्र सरकारले हाम्रो मागलाई पूरा गरेको छैन, हामीलाई दुःख दिएको छ, यस क्षेत्रलाई चाहिँ दुःख भएको छ, यस क्षेत्रका उद्योगी व्यवसायी धराशायी भएको अवस्था छ भने हामीले सबभन्दा पहिला सीमा नाका बन्द गरिदिउँ, यातायात बन्द गरिदिउँ, स्थानीय सरकारको जुन उत्तरदायित्व छ त्यसलाई निर्वाह गरौँ। ल सीमा नाका बन्द गरिदिउँ, यातायात बन्द गरिदिउँ, काठमाडौँमा बसेर त मिठा खाने नेताहरूले पहिला त्यो रासन पानी बन्द गरिदिउँ। हेरौँ न कसरी चल्दैन, चल्छ नचल्ने भन्ने छैन, तर मान्छेले चाहिँ म गर्छु भन्ने लिनु पर्यो, गरिदिन्छु भन्ने हुँदैन के। म गर्छु गरेर देखाउँछु भन्ने उद्देश्यको साथ हामी सम्पूर्ण जनप्रतिनिधि, उद्योगी व्यवसायी सबै लाग्नु पर्यो। बन्द गरिदिउँ न त। हामी 16 वटै पालिका, आखिर पीडित प्राणी हामी हो, 16 वटै पालिका पीडित हो, यो प्रदेशै पीडित हो। नेताहरूले चाहिँ माइक पाउँदाखेरि चाहिँ पर्यटनको माध्यमले चाहिँ हाम्रो प्रदेश अगाडि बढिरहेछ भन्ने भाषण गर्ने, अनि पर्यटनलाई चाहिँ यसको परिवर्तन गर्न नसक्ने। त्यसले गर्दाखेरि मैले अब
संक्षिप्तमा अन्तमा एउटै कुरा भन्छु कि अब हामी चाहिँ लाग्ने हो भने सशस्त्र रूपले लाग्नुपर्छ, एकबद्ध भएर लाग्नुपर्छ। मेयर साहब, पटक पटक यसरी चाहिँ बैठक बस्नुभन्दा राम्रो 16वटा पालिकासँग समन्वय गर्नुहोस्। उद्योगी व्यवसायी साथीहरूले जुन 10 गते यो कार्यक्रम आयोजना गर्नु भएको छ, त्यसको निम्ति म सिद्धार्थ नगरपालिकाको तर्फबाट उहाँहरूलाई चाहिँ हृदयबाट धन्यवाद टक्राउन चाहन्छु कि तपाईँहरूले चाहिँ जुन कार्यक्रम आयोजना गर्नु भएको छ त्यसमा सिद्धार्थ नगरपालिका तपाईँहरूको कन्दामा कन्दा कदममा कदम लगाएर चाहिँ हामी उभिएको अवस्था हुन्छ। हामी तपाईँहरूलाई साथ दिनेछौँ भन्ने कुरा पनि यहाँहरूलाई जानकारी गराउँदै र यो जुन हामी चाहिँ अहिले एउटा समितिको अघि फुलप्रसाद नेपालीजीले निकै नै राम्रो कुरा राख्नुभयो कि हाम्रो मिसन र भिजन के त, त्यो कुरा पहिला प्रश्न हुनु पर्यो कि हामी आन्दोलनमा जाँदाखेरि कसरी जाने त, बालुवाटार जाने डाइरेक्ट बैठक बस्ने कि सिद्धार्थ नगरपालिकामा बैठक बस्ने हो कि अन्तर्राष्ट्रिय विमानस्थलमा गएर ताचा लगाउने हो कि, त्यो कुरा पहिला क्लियर हुनु पर्यो के। आँट्नुसले भन्छ कि आँटेपछि पुग्दो रहेछ। उही बालेले देखाइदिए, पोहोर उठाएन, प्रधानमन्त्री समेतको पावर लाग्यो, हामी पनि देखाइदिउँ न त, हाम्रो उत्तरदायित्व जे छ देखाइदिउँ। सरकारले हामीलाई नटेरे, हामीले सरकारलाई किन टेर्नुपर्छ भन्ने कुरा हो क्या। मर्ता क्या नहीं करता, मेरो त सिधा धारणा हो। अब यहाँ चाहिँ हामी चाहिँ आफू चाहिँ डुबिसकेको अवस्था हो। मैले अघि नै पनि भने 10 नम्बर 6 नम्बर र अलिकति 2 नम्बर तपाईँको वडा नम्बर 4 को चाहिँ 50% को भाग चाहिँ त्यहाँ बसोबास गर्ने गरिब विपन्न परिवारलाई चाहिँ उठीवास गराएर आज चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछौँ, यहाँको मान्छेले जागिर पाउँछ भन्ने कुरा गर्ने आज चाहिँ केही पनि छैन। बनाइदिएपछि सञ्चालन गर्न नसक्ने के हो त पारा सरकारको। यसरी चाहिँ चल्दैन, भाषण गरेर हुँदैन, काम गरेर देखाउनुपर्छ भन्ने मूल उद्देश्यका साथ हामी तपाईँ सबै लागौँ। र खास गरी चाहिँ 3टा मन्त्रालयको कुरा अघि माओवादी केन्द्रका साथीले नगराध्यक्षज्यूले राख्नुभयो। 3टा मन्त्री हामी बनाउन सक्दैनौँ, सक्छौँ। काङ्ग्रेसका तपाईँ बोलाइदिनुहोस्, एमालेको उहाँले बोलाइदिनुहुन्छ, माओवादीका मन्त्री छन्, उहाँहरूलाई जिम्मा दिउँला, पार्टीगत हिसाबले जाने हो भने यसरी ल्याउँ न त, माझमा उभ्याइदिउँ। टाउकेहरू जुन छन् अहिले रोकेका छन्, यहाँ अघि भन्नुभयो हाम्रो चाहिँ प्रेसका अध्यक्षज्यूले भन्नुभयो, निकै राम्रो कुरा गर्नुभयो कि यहाँ त मान्छेले चिप्लाएर बोल्दाखेरि त पो बिगड्दो रहेछ के, स्पष्ट बोल्दा त बाटो अगाडि सर्न सकिन्छ। यहाँ सेटिङको विषय जुन छ नि हो, यसले गर्दा अन्तर्राष्ट्रिय विमानस्थल चल्न त्यहाँ पनि समस्या हो। यहाँ अन्तर्राष्ट्रिय विमानस्थल चल्यो, यहाँ जहाज उड्यो, ठुल्ठुला प्लेन आयो भने तपाईँको अहिलेसम्म जुन अन्तर्राष्ट्रिय विमानस्थलमा बोराका बोरा सुन आइराखेका छन्, त्यो सुनको भण्डाफोर होला कि, त्यो जुन सेटिङ मिलाएर बसेका छन् त्यो कुरो खुल्ला कि, शङ्का त त्यहाँ पनि देखिएछ नि त, शङ्कात्मक विषय त्यहाँ पनि देखिएछ मेरो साथ। त्यसले गर्दा पनि अलिकति चाहिँ धेरै कुरा सबैलाई जानकारी भइहाल्छ भन्ने हिसाबले रोकिएको अवस्था हो कि जस्तो मलाई चाहिँ लागेको छ। मेरो आफ्नो व्यक्तिगत धारणा यिनी कुराहरू